मलाई धेरैजनाले मेसेज गर्नुभयो होइन, कि दाइ तपाईँ कुन कन्सल्टेन्सीबाट जानुभएछ एकचोटि भनिदिनु पर्यो, म पनि त्यहीँबाट अप्लाई गर्छु। कुन कन्सल्टेन्सी राम्रो हुन्छ त्यो भनिदिनु पर्यो होइन। हेर्नु कन्सल्टेन्सी राम्रो नराम्रो भन्ने यहाँबाट मैले भन्न मिल्दैन के। अब म कसरी तपाईँलाई एउटा कुनै कन्सल्टेन्सीको नाम लिएर यही कन्सल्टेन्सी जानु, यहीँबाट एप्लाई गर्नु भनेर मैले भन्न मिल्छ? त्यो मिल्दैन के। लाइक अब म कुनै कन्सल्टेन्सीमा तपाईँलाई पठाइदिएँ होइन, अब त्यहाँ तपाईँ जानुभयो अनि त्यहाँ गएर तपाईँको भिजा लागेन मान्नु, अनि त्यसपछि के भन्नुहुन्छ? त्यसपछि त तपाईँ स्योर भन्नुहुन्छ कि होइन दाइ तपाईँ कस्तो कन्सल्टेन्सी पठाइदिनु भएको थियो, उहाँले डकुमेन्टेसन अरू प्रोसेसहरू राम्रोसँग गरिदिनु भएन, मेरो भिजा लागेन भनेर होइन। सो हेर्नु कन्सल्टेन्सी एउटा म के भन्न सक्छु कि लाइक अब 2-3 वटा कन्सल्टेन्सी छ राम्रो फ्रान्सको लागि अप्लाई गरिराख्नु भएछ होइन, राम्रो गरिराख्नु भएछ। म उहाँहरूको कन्सल्टेन्सी सजेस्ट गरिदिन सक्छु। तपाईँ आफै गएर त्यहाँ बुझ्न सक्नुहुन्छ के। अनि तपाईँको चित्त बुझ्यो भने तपाईँ अप्लाई गर्नु, चित्त बुझेन भने तपाईँ एप्लाई नगर्नु। त्यहाँ हाम्रो फ्रान्स आउनको लागि सेल्फ अप्लाई गर्ने पनि ऊ छ होइन। सो सेल्फ अप्लाई पनि तपाईँ गर्न सक्नुहुन्छ। सेल्फ अप्लाई गरेर पनि आउन सक्नुहुन्छ। सो सेल्फ अप्लाई गर्नको लागि एउटा सबभन्दा बेस्ट अप्सन के हो कि तपाईँ क्याम्पस फ्रान्सको अफिस जानु काठमाडौँमा, अनि त्यहाँ गएर भिजिट गर्नु अनि उहाँहरूसँग हेल्प माग्नु कि म फलानु म फ्रान्स फलानु कोर्समा पढ्न जान लागेको, कुन कलेज बेस्ट हुन्छ र मैले कसरी प्रोसेस स्टार्ट गर्नुपर्छ भनेर तपाईँहरूले भन्नुभयो भने उहाँहरूले तपाईँहरूलाई हेल्प गरिदिनुहुन्छ है। कलेज चुज गर्नमा पनि हेल्प गरिदिनुहुन्छ, प्रोसेस गर्नमा पनि हेल्प गरिदिनुहुन्छ। तर यसो कन्सल्टेन्सी होइन, म पनि कन्सल्टेन्सीबाटै आएको हो किनभने म नेपालमा जब गर्थेँ होइन, अनि मलाई टाइम भ्याउँदैन थियो के। अनि टाइम नभ्याएको कारणले मैले कन्सल्टेन्सीको हेल्प लिएको हो। अनि कन्सल्टेन्सी भन्नुहुन्छ भने मलाई मेसेज गर्नु, म 2-3 वटा कन्सल्टेन्सी तपाईँलाई सजेस्ट गरिदिन्छु। अनि त्यहाँ गएर तपाईँ के गर्न सक्नुहुन्छ कि लाइक गएर अनि बुझ्न सक्नुहुन्छ कि, अनि तपाईँको चित्त बुझ्यो भने तपाईँ त्यहाँ अप्लाई गर्नु, चित्त बुझेन भने अब त्यसको हेर्नु, त्यसपछि अर्को कन्सल्टेन्सी हेर्न सक्नुहुन्छ या सेल्फ अप्लाई गर्न सक्नुहुन्छ। तर त्यस्तो कन्सल्टेन्सी म यो यहाँबाट आएको हो, त्यहीँ जानु, त्यहीँबाट अप्लाई गर्नु भनेर म भन्न मिल्दैन। हो, अब तपाईँले उ गर्नुहुन्छ कि होइन तपाईँ जहाँबाट अप्लाई गर्नुभएको छ म पनि त्यहीँबाट गर्छु भने ठिकै छ। म भनिदिन सक्छु, त्यस्तो भन्नमा केही पनि छैन कि भन्नमा मेरो के जान्छ र होइन। सो म भनिदिन सक्छु। तर त्यहाँ गएर तपाईँ आफै बुझेर आफै एप्लाई गर्नु है। त्यो अब कोही मान्छे आइसकेको छ, उसको भिजा त्यहाँबाट लागिसकेको छ भन्दैमा तपाईँको पनि भिजा लाग्छ भनेर त्यहाँ स्योर हुँदैन के। तपाईँको पनि त्यहीँबाट अप्लाई गर्नुभयो भने भिजा लागिहाल्छ कि भनेर त्यस्तो स्योर केही पनि हुँदैन। भिजा लाग्ने तपाईँको आफ्नो डकुमेन्टेसन आफ्नो सबै थोकमा हुन्छ। सो भिजा लाग्ने नलाग्ने त्यो कन्सल्टेन्सीले गर्दा हुँदैन। कन्सल्टेन्सीले जस्ट तपाईँको एउटा प्रोसेस प्रक्रिया पुरा गरिदिने हो के। अनि अरू केही होइन। अरू त सबै तपाईँको आफ्नै हुन्छ, डकुमेन्टेसन आफ्नो हुन्छ, तपाईँको फाइनेन्सियल सबै आफ्नै हुन्छ, पैसा तपाईँको आफ्नै लागिरहेको हुन्छ, कसैले केही गरिदिँदैन। सो मेसेज गर्नु, कन्सल्टेन्सीको 2-3 वटा नाम म भनिदिन सक्छु, सजेस्ट गरिदिन सक्छु। त्यहाँ गएर आफै बुझ्नु, आफै सबै थोक बुझेर होइन कन्सल्टेन्सी राम्रो छ कि छैन भनेर तपाईँ गर्न सक्नुहुन्छ। तर कुनै पर्सनल कन्सल्टेन्सीको कि यो कन्सल्टेन्सीमा जानु, यहाँबाट गर्नु, यहाँबाट भिजा लाग्छ भनेर त्यस्तो भन्न मिल्दैन के मैले, है। सो त्यही